दिनभरि बवाल त अर्डर गइरहेको थिएँ र लास्टमा चाहिँ हेर्नु न अर्डर लाउनु भन्दा 1-2 अर्डर थियो। त्यसपछि हेर्नु बवाल त यस्तो तरिकाले हात पोड्छ भनेर मैले सोचेको पनि थिइनँ साथीहरू। अनि ओस्तादले त यसमा त नमक लाउनुपर्छ भन्नुभयो। सो गाइस वेलकम ब्याक टु माई मिनी ब्लगमा सबैलाई स्वागत छ। आशा गर्छु साथीहरू निकै आरामै हुन्छ। म पनि सन्चै आरामै छु साथीहरू। म चाहिँ अब लागेँ म ड्युटीतिर। बिहान बिहान त हिजो त यहाँ पानी परिरहेको थियो र पानी परिसकेपछि हिजो त उल्टा चाहिँ वाल थियो, बाहिर चाहिँ पानी आइरहेको थियो साथीहरू। आइसकेपछि मैले थोडा काम गरेर अनि त्यही म चाहिँ लागेँ खाना खानातिर। खाना चाहिँ आज हाम्रो बनिरहेको थियो बवाल तरिकाको खाना 2 आइटम बनिरहेको थियो र सेफ सापले चाहिँ यो चाहिँ धोइधाइ गरेर र चामसुप काटौँ र म चाहिँ बसेँ। नास्ता खाना पऱ्यो भनेर लागेँ म नास्ता खानातिर। अनि इरानी टिक्का आएको थियो। त्यसपछि ओस्तादले टक्क इरानी टिक्का लगाइदियो। त्यहाँ म गएँ पिकअप गर्न बोलाउने यो चाहिँ मेडिसिन गर्नु पऱ्यो, लु चाप मेडिसिन गर्नु। अनि म चाहिँ ब्रेक गएँ भनेर ओस्तादले ब्रेक जानुभयो र म लागेँ चापलाई मेडिसिन गर्न। चापलाई मेडिसिन गर्न केही हुन्छ गार्लिक पेस्ट अनि नमक समक हालेर टक्क मेडिसिन गरेपछि यो हुन्छ फाइनल हुनु यस्तो हुन्छ साथै। त्यसपछि हल्का फुल्का अर्डर आइरहेको थियो। म चाहिँ ब्रेकबाट भर्खरै आइरहेको छु साथीहरू। ओस्ताद दिँदै जानुभएको थियो ब्रेक अनि लगाउनु पऱ्यो एप्रोन लाग्यो। अप्रोन उहिले लाग्थ्यो साथीहरू, अरूले हानेको देख्दाखेरि बवाल जस्तो लाग्थ्यो। आज चाहिँ मलाई आफूलाई गर्व लाग्छ। मलाई आफै यति त काम गर्न सक्ने आफ्नो तागत भइसक्यो। आफूलाई चाहिँ प्राउड लाग्छ। र अहिले चाहिँ लच्छा पराठा अनि पराठा नान आएको थियो। अनि मलाई आजको डेटमा चाहिँ मलाई यी सब लगाउन चाहिँ एकदम सजिलो त अनि ओस्तादीको कमाल हो सबै। ओस्तादीले मलाई सारा चिजहरू त मलाई फाइनली सिकाइसक्नु भएको छ साथीहरू। त्यसपछि एक बटर नान पेन्डिङ थियो। त्यसै बटर नान चाहिँ म त्यहाँ लगाएको थियो। त्यहाँ अनि चावल सावल भुटेर अनि चट्ट लगाएर होइन मिठा चावल हो त। अनि मिठा चावल त अहिले मैले भोग लाग्थ्यो 5:30 भइरहेको थियो। त्यसपछि भोग मेरो चामल खाएँ। त्यसपछि अर्डर सडर आइरहेको थियो। अन्त स्टाफ रोटी चाहिँ लगाउनु पऱ्यो भनेर म र ओस्तादजी भएर स्टाफ रोटी लगाउँदा त हालत खराब हुन्छ। अनि रोटी आएपछि चाहिँ 1-2टा चाहिँ अर्डर पनि आएको थियो साथीहरू। लास्ट अर्डर भएको थियो। हेर्नु साथी मेरो त ओह्रो त च्याप्राकै पोल्यो। हेर्नु 2 जग्गा, एक जग्गा होइन 2 जग्गा। अनि औँलो पनि पोल्यो। गिद्दी तल खस्यो निकाल्दा च्याप्पै पोल्यो क्या साथीहरू मलाई। हेर्नुहोस्।